करोडपति भएर पनि किन भयो झुपडीमा बास? पुरै गाउँले नै माटोको घरमा बस्न बाध्य। एकैछिन कल्पना गर्नुहोस् त, यदि तपाईँसँग बैंक ब्यालेन्स करोडौँ छ र सुख सुविधाका सबै साधन छन् भने तपाईँ कस्तो घरमा बस्नुहुन्थ्यो? पक्कै पनि एउटा भव्य महल वा सुविधायुक्त आधुनिक घरमा। तर आज हामी तपाईँलाई एउटा यस्तो गाउँको बारेमा बताउँदैछौँ जहाँका हरेक घरमा करोडपति छन्, तर उनीहरू आज पनि वर्षौं पुरानो माटोको झुप्रोमा बस्दै आएका छन्। यो कुनै गरिबीको कथा होइन, यो एउटा अनौठो विश्वास र परम्पराको वास्तविक कथा हो। यो गाउँ हो भारतको राजस्थानमा रहेको देउमाली गाउँ। राजस्थानको अजमेर जिल्लामा अवस्थित यो सानो गाउँ देउमाली हेर्दा सामान्य लागे पनि यसको वास्तविकताले जो कोहीलाई अचम्ममा पार्छ। यहाँका प्राय सबै परिवार आर्थिक रूपमा निकै सम्पन्न छन्, धेरैजसो करोडपति नै छन्। तर अचम्मको कुरा के छ भने यो पुरै गाउँमा एउटा पनि पक्की घर छैन। मानिसहरू आज पनि ढुङ्गा र माटोले बनेका घरमा घाँसको छानोमुनि बस्छन्। यसको मुख्य कारण के हो भन्दा यो गाउँका मानिसहरू देवनारायण भगवानलाई मान्छन्। पौराणिक मान्यता र भगवानको आदेश अनुसार यो गाउँमा कसैले पनि सिमेन्टी वा पक्की घर बनाउन हुँदैन। यदि कसैले नियम तोडेर आधुनिक घर बनाउने प्रयास गरेमा उनीहरूमाथि दैवी विपत्ति आउने जनविश्वास छ। त्यसैले जतिसुकै पैसा भए पनि यहाँका मानिसहरूले आफ्नो पुर्खौली विश्वासलाई पैसा भन्दा माथि राखेका छन्। एक परिवारले यो पुर्खौली विश्वासबाट माथि उठेर यो सब अन्धविश्वास हो भन्दै पक्की घर बनाउँदा त्यस परिवारका सदस्यहरू एकपछि अर्को गर्दै आखिरीमा सबै मासिनु परेको स्थानीय बताउँछन्। यहाँका सम्पत्ति केवल बैंकमा मात्र सीमित छैन, यहाँका मानिसहरूसँग सयौं बिघा जमिन र हजारौं गाई बस्तुहरू छन्। तर अचम्मको कुरा त यो छ कि यी सबै चल अचल सम्पत्ति न त उनीहरूले किनबेच गर्न नै पाउँछन्, न त अरू कसैलाई दिन नै। यो गाउँको सबै परिवारको घर जग्गा पुर्खौली आस्थाको धरोहर भगवान देवनारायणको नाममा गरिएको छ। उनीहरूको विश्वास यो छ कि जे जति छ त्यो सबै भगवान देवनारायणले नै दिएको वरदान हो। सम्पन्न भएर पनि माटोको झुपडीमा बस्नु यिनीहरूको भगवान देवनारायण प्रतिको अटुट र गहिरो आस्था हो। देउमालीवासीको खानपान र पहिरन यति साधारण छ कि देख्दा उनीहरू सामान्य किसान जस्तै लाग्छन्। उनीहरू मदिरा र माछा मासु पनि खाँदैनन्। साधारण र सरल जीवन जिउनु नै यिनीहरूको स्वभाव हो। यो गाउँले हामीलाई यो सिकाउँछ कि आधुनिकता र पैसा नै सबै थोक होइन। कतिपय अवस्थामा आफ्नो संस्कृति र विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति हुन्छ। आजको भागदौडको संसारमा जहाँ मानिसहरू देखावटी र सुख सुविधाको पछि दौडिरहेका छन्, देउमाली गाउँले सादगी र अटुट विश्वासको एउटा ठूलो उदाहरण प्रस्तुत गरेको छ। के तपाईलाई लाग्छ कि आजको समयमा यस्तो परम्परालाई निरन्तरता दिनु सही हो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।